नमस्ते साथीहरू, म एउटा कुरा भन्न चाहन्छु। जनार्जन शर्मा हैन, धेरै पद खाइसकेको छ जनार्जन शर्माले। पदमा हुँदाखेरि केही पनि उखालेन, अनि अहिले सन्तोष परियार रासपा छोडेर चाहिँ नि आँखा पार्टीलाई रोजेका छन्। अनि बाबुराम भट्टराईहरू, यिनीहरू एउटा कुरा भन्नुहोस्, अहिले यहाँ जुन नयाँ पार्टी खोलेर यिनीहरूले आँखाको चिन्ह राखेर खोक्रा भाषणहरू राखेका छन् नि, ती भाषणहरू यिनीहरूले हिजो अस्ति पनि गरेकै हो। पदमा हुँदाखेरि किन यिनीहरूले हैन देशको लागि काम गर्न सकेनन् भने जहिले नै भन्छन् हामी एकजुट हुन जरुरी छ। यो संयमित अवस्थामा चाहिँ हामीहरूले चाहिँ नि हैन मिलेर अगाडि बढेर देशको विकास पुराना हैन हरूलाई उखेल्नुपर्छ भन्छन्। अरे बाबा, हिजो अस्ति किन उखेल्न सकेनौ भने यिनीहरू त जिरा जस्तो बनेका छन् कि दालमा लगाउने जिराका तड्का जस्तो के, जसले पनि प्रयोग गर्दा हुन्छ कि यी नाक नभएका नकचराहरूलाई। देश बनाउने हो साँच्चै भनेपछि आफ्नो घरमा बसेर पनि देशको लागि सेवा गर्न सकिन्छ कि साथीहरू। तर यिनीहरू पार्टी खोल्दै अनि पदको लोभमा अगाडि बढ्नेहरू हुन्। जनार्जन शर्मा भइहाल्यो हैन, यो सन्तोष परियार भइहाल्यो हैन, बाबुराम भट्टराई जस्ता यी धेरै छन् के यस्ता यो आँखो रोजेकाहरूमा पनि। अनि उता चाहिँ नि एलिजा धमलाको बुढीले हमला गरेको छ, सहकारी पिँढीलाई कारबाही गरौँ भनेर नारा लगाउँछ। त्योभन्दा राम्रो त डगी डान्स गर्छु म हैन, डान्सर हुँ, डान्समा म अवार्ड जित्न चाहन्छु भने भए हुन्थ्यो नि। यिनीहरूलाई लाज शरम छैन साथीहरू। म एउटै कुरा भन्छु, यिनीहरूलाई गाउँ गाउँबाट भगाउनुहोस् के तपाईँहरू। यसपालि एउटा मौका मात्रै तपाईँ हामी मिलेर रासपालाई दिनुपर्छ। 5 वर्षमा रासपाले केही न केही प्रगतिका बाटाहरू प्रगतिका सपनाहरू देखाउन सकेन भने त्यसलाई पनि खारिज गर्ने के साथीहरू हैन। यी लाज नभएका नकचराहरूलाई रवि लामिछानेले भने जस्तै टुडी खेलमा राखेर यिनीहरूको नाकको डाँडी भाँच्नुपर्छ। जब यिनीहरू आफ्नो घरमा हुँदा केही गर्न सकेनन् भने पार्टी छाड्दै चार्दै हैन नयाँ नयाँ ठाउँमा नयाँ त्यही पुरानै भाषाहरू हैन बोलेर के उखाल्छन्, भुत्रो पनि उखाल्दैनन् साथीहरू। त्योभन्दा राम्रो त यो मेरो कुकुर यहाँनिर उभिएको छ नि, हेर्नुहोस् त। कुकुर पनि अनुशासनमा बस्छ, यिनीहरू बस्न सक्दैनन्।